जय श्री हरि, जय जय श्रीमन नारायण। श्रावण कृष्ण पक्षमा पर्ने पवित्र कामिका एकादशी नजिकै गर्दा भक्तजनहरूमा एउटै जिज्ञासा देखिएको छ। यस वर्ष कामिका एकादशी वास्तवमा कहिले बस्ने? पञ्चाङ्गमा त अघिल्लो दिनदेखि नै एकादशीको तिथि देखाइएको छ। त्यस्तो भए व्रत कुन दिन गर्ने? नेपाल, भारत तथा पूर्वी देशहरूमा बस्नेहरूले कुन मितिमा व्रत लिनुपर्ने? अमेरिका, क्यानाडा तथा पश्चिमी देशहरूमा बस्नेहरूले कुन दिन व्रत बस्ने? पारण कहिले गर्ने? भगवान श्रीहरिको कुन स्वरूपको पूजा गर्ने? तुलसीको महिमा किन यति ठुलो बताइएको छ? र कामिका एकादशीमा दीपदानलाई किन सबैभन्दा विशेष साधना मानिएको छ? आजको यस भिडियोमा यी सम्पूर्ण विषयलाई शास्त्र, पुराण र पञ्चाङ्गका आधारमा सरल भाषामा बुझ्नेछौ। त्यसैले भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोस्। सबैभन्दा पहिले त तिथिमितिको कुरा गरौँ। विक्रम सम्वत 2083 साल श्रावण 23 गते शनिबार बिहान 11:01 दशमी तिथि रहनेछ र त्यसपछि एकादशी तिथि प्रारम्भ हुनेछ। त्यसै कारण धेरै पात्रमा 23 गतेदेखि नै एकादशी देखिएको हो। तर व्रत बस्ने निर्णय केवल तिथि हेरेर होइन, सूर्योदयमा रहेको तिथिका आधारमा गरिन्छ। त्यसैले नेपाल, भारत, भुटान, श्रीलङ्का तथा अन्य पूर्वी देशहरूमा रहने भक्तजनहरूले श्रावण 24 गते आइतबार अगस्त 9, 2026 का दिनमा कामिका एकादशीको व्रत बस्नु पर्नेछ भने अमेरिका, क्यानाडा तथा नेपाल भन्दा धेरै घण्टा ढिलो सूर्योदय हुने पश्चिमी देशहरूमा भने स्थानीय सूर्योदयका कारण अगस्त 8 शनिबारका दिन नै कामिका एकादशीको व्रत गर्नुपर्ने हुन्छ। यही विषयमा धेरै अन्यल देखिएकाले आफ्नो देश र स्थान अनुसार सही तिथिमा व्रत गर्नु नै शास्त्र सम्मत मानिन्छ। यदि कसैको घरमा श्राद्ध पर्ने अवस्था छ भने पनि विशेष ध्यान दिनुपर्छ। दशमीका दिनमा श्राद्ध गर्नुपर्ने अवस्था भए 23 गते शनिबार श्राद्ध सम्पन्न गरी भोलिपल्ट 24 गते एकादशीको व्रत गर्न सकिन्छ। यसरी धर्मका दुवै कर्तव्य पूरा गर्न सकिन्छ। शास्त्रले धर्मलाई सहज र मर्यादित रूपमा पालन गर्न प्रेरणा दिएको छ। अब धेरै भक्तजनहरूको अर्को प्रश्न हुन्छ कि कामिका एकादशी किन यति विशेष मानिन्छ? यसको कारण के हो भने हरिशयनी एकादशीदेखि भगवान श्रीहरि योग निद्रामा रहनुहुन्छ र त्यसपछि आउने पहिलो एकादशी नै कामिका एकादशी हो। चतुर्मासको व्रत प्रारम्भ भएपछि आउने भएकोले यस दिनको व्रत, पूजा, जप, दान र दीपदानलाई अत्यन्तै पुण्यदायी मानिएको छ। पुराणहरूमा यस एकादशीको महिमा पनि अति उच्च रूपमा वर्णन गरिएको छ कि श्रद्धापूर्वक यसको व्रत गर्ने व्यक्तिले महान यज्ञ, तीर्थ स्नान र दानबाट प्राप्त हुने पुण्य समेत प्राप्त गर्न सक्ने बताइएको छ। अब अर्को जिज्ञासा, भगवान त शयन गरिसक्नु भएको छ, अब पूजा कसरी गर्ने त? यदि तपाईले हरिशयनी एकादशीमा विधिपूर्वक भगवानलाई शयन गराउनु भएको छ भने उहाँको शयन स्वरूपलाई नचलाइकन मानसिक रूपमा पूजा गर्न सक्नुहुन्छ। तर सामान्य भक्तजनहरूले भने जसको केवल एकादशीको व्रत लिनु भएको छ उहाँहरूले भगवान श्री विष्णु वा भगवान श्रीकृष्णको नित्य स्वरूपको पूजा गर्न सक्नुहुन्छ। शास्त्रमा श्रावण महिनामा विशेष गरी भगवानको श्रीधर स्वरूपको पूजा गर्नु शुभ मानिएको छ र यही नै शास्त्रले पनि भनेको छ। त्यसैले यस दिनमा ओम श्रीधराय नमः अथवा ओम मधुसूदनाय नमः अथवा ओम नमो भगवते वासुदेवाय यस मन्त्रको जप गर्नु र यस मन्त्रलाई भन्दै पूजा गर्नु अत्यन्त फलदायी मानिन्छ। भगवानको अनन्त नामहरू मध्ये यी नामहरूको जपले मन शुद्ध हुन्छ, भक्तिमा वृद्धि हुन्छ र भगवानको विशेष कृपा प्राप्त हुने भन्ने विश्वास पुराणहरूमा उल्लेख गरिएको छ। अब कामिका एकादशीको व्रत बस्ने भक्तजनहरूले दशमी तिथिदेखि नै आफ्नो आहार विहारमा विशेष ध्यान दिनुपर्छ। शास्त्रले व्रत भनेको केवल अन्न नखाने कुरा मात्र होइन, मन, वचन र कर्मलाई पनि पवित्र बनाउने साधना हो भनेर बताएको छ। त्यसैले दशमीको दिनदेखि नै माछा, मासु, जाँड, रक्सी, लसुन, प्याज, च्याउ, भेन्टा अत्यन्त तामसिक तथा गरिष्ठ भोजन त्यागेर सात्विक आहार ग्रहण गर्नु राम्रो मानिन्छ। सकेसम्म ब्रह्मचर्य पालन गर्नु, गृहस्थीजनहरूले झुट नबोल्नु, कसैको निन्दा नगर्नु, क्रोधलाई नियन्त्रण गर्नु र मनलाई भगवानको स्मरणमा लगाउने प्रयास गर्नुपर्छ। व्रतको वास्तविक फल त्यति बेला प्राप्त हुन्छ जब बाहिरी नियमसँगै भित्री मन पनि शुद्ध हुन्छ। र शास्त्रले के भनेको छ भने एकादशीको व्रत खासमा 3 दिनको हुन्छ। दशमीको दिनमा एक थाक भोजन गर्ने र एकादशीको दिनमा निराहार निर्जल व्रत गर्ने र द्वादशीको दिनमा एक थाक भोजन गरेर यसरी एकादशीको व्रत 3 दिनको हुन्छ। तर हामीले नसक्ने भएको हुनाले आफ्नो शारीरिक स्थिति हेरेर यही अनुसार मिलाएर हजुरहरूले व्रत गर्न सक्नुहुन्छ। एकादशीको दिन बिहान ब्रह्म मुहुर्तमा उठेर स्नान गरी सफा वस्त्र धारण गर्नुहोस्। त्यसपछि सूर्यनारायणलाई अर्घ्य अर्पण गरेर भगवान श्रीहरिको पूजा गर्न आरम्भ गर्नुपर्छ र पूजा गर्नु पूर्व आफ्नो स्थानको नाम, म फलानो स्थानमा बस्ने व्यक्ति, फलानो गोत्रमा उत्पन्न भएको, फलानो मेरो राशिको नाम हो भनेर आफ्नो राशिको अक्षरबाट आउने नाम लिएर
संकल्प गरी त्यो जलले पवित्र स्थानमा अथवा कुनै पात्रमा छोडिदिनुहोस् र भगवानलाई पूजा गर्दाखेरि चन्दन, पुष्प, तुलसी दल, दुबो, धूप, दीप, नैवेद्य अर्पण गर्नुहोस्। यस दिन तुलसीको विशेष महत्व रहेको छ। भगवान श्रीहरिलाई तुलसी अत्यन्त प्रिय भएकाले पूजा गर्दा तुलसी पत्र वा तुलसीको मन्जरी अवश्य अर्पण गर्नुपर्छ। तर एउटा कुरा विशेष ध्यान दिनुहोस्, एकादशीकै दिन तुलसी टिप्नु हुँदैन। अघिल्लो दिन अर्थात् दशमीकै दिनमा तुलसी टिपेर शुद्ध स्थानमा राख्नुपर्छ र त्यही तुलसीलाई भगवानलाई अर्पण गर्नुपर्छ, किनकि तुलसी कहिले पनि बासी हुँदैन भनेर शास्त्रले भनिएको छ। र भगवानलाई तुलसीसँगै हजुरहरूले बेलपत्र पनि अर्पित गर्न सक्नुहुन्छ, किनकि हरि र हर अर्थात् शिव र भगवान विष्णु दुवैलाई तुलसी र बेलपत्र अर्पण हुन्छ। साथै दुर्बो पनि हरि र हर दुवैलाई चढ्ने गर्छ। पुराणमा तुलसीको महिमा अत्यन्तै अद्भुत रूपमा वर्णन गरिएको छ। श्रद्धापूर्वक भगवानलाई एउटा तुलसी पत्र चढाउँदा पनि अमूल्य पुण्य प्राप्त हुने बताइएको छ। भगवानलाई सुन, चाँदी वा बहुमूल्य रत्न चढाउनु भन्दा पनि भक्ति भावले अर्पण गरिएको एउटा तुलसी पत्र उहाँले अत्यन्त प्रिय हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैले यस दिन भगवानको चरणमा तुलसी अर्पण गरेर ओम नमो भगवते वासुदेवाय अथवा ओम श्रीधराय नमः अथवा ओम मधुसूदनाय नमः यस मन्त्रलाई जप गर्नु अत्यन्त राम्रो हुन्छ र पुण्यदायी पनि हुन्छ। अब व्रत कसरी बस्ने भन्ने विषयमा पनि धेरै भक्तजनहरूको प्रश्न आउने गर्छ। यदि स्वास्थ्यले साथ दिन्छ भने निराहार व्रत बस्नु उत्तम मानिन्छ। निर्जल व्रत त झनै उत्तम हो, मैले अगाडि भने। यदि त्यो सम्भव छैन भने जल, फल वा दूध, दही ग्रहण गरेर पनि व्रत बस्न सकिन्छ। वृद्ध, बिरामी, गर्भवती वा औषधि सेवन गरिरहनु भएका व्यक्तिहरूले भने आफ्नो स्वास्थ्यलाई ध्यान राखेर सात्विक फलाहार वा आवश्यक हल्का भोजन ग्रहण गर्न सक्नुहुन्छ। शास्त्रले भक्तिभावलाई सबैभन्दा ठूलो मानेको छ। त्यसैले स्वास्थ्य बिगार्ने गरी व्रत बस्नु होइन, व्रत गर्नु तर व्रता नगर्नु अर्थात् कि व्रता नहुनु भनिन्छ नि हो। त्यसैले श्रद्धापूर्वक भगवानको स्मरण गर्नु नै मुख्य उद्देश्य हो। तर एकादशीका दिन चामल, अन्न नखानु भन्ने नियमलाई विशेष महत्व दिएको छ, किनभने एकादशीका दिनमा समस्त पापहरू आएर अन्न अर्थात् चामलमा निवास गर्दछन्। त्यही भएर जुन दिनले एकादशीमा अन्न चामल ग्रहण गर्दछ उसले विश्व ब्रह्माण्डका समस्त व्यक्तिहरूका पापहरूलाई ग्रहण गर्दछ। त्यही भएर एकादशीमा अन्न नखानु भनेर भनिएको छ। यस दिन सकेसम्म भगवानको नाम जप, विष्णु सहस्त्र नाम, गीता पाठ, हरिनाम संकीर्तन तथा एकादशीको महात्म्य श्रवण गर्नुपर्छ। यदि दिनभरि कामको व्यस्तता छ भने पनि बिहान वा बेलुका केही समय भगवानको नाम जप, नाम स्मरणको लागि छुट्याउनुहोस्। शास्त्रले एकादशीमा गरिएको छोए भक्ति पनि अत्यन्त फलदायी हुन्छ भनेर बताएको छ। अब कामिका एकादशीको सबैभन्दा विशेष साधना दीपदान हो। धेरै एकादशीहरूमा पूजा र जपको महत्व वर्णन गरिएको भए पनि कामिका एकादशीमा दीपदानको महिमा विशेष रूपमा आएको छ। बेलुका भगवान श्रीहरिको अगाडि घरको पूजा कोठामा वा तुलसीको मठमा शुद्ध घिउ वा तिलको तेलको दीप प्रज्वलन गर्नुहोस्। र यदि दीप प्रज्वलन गर्ने मन्त्र आउँदैन भने हामीले भिडियोको आई बटनमा अथवा डिस्क्रिप्सनमा दियो बाल्दा भन्ने मन्त्र र दियो कुन दिशामा फर्काएर बाल्ने भनेर पनि डिस्क्रिप्सनमा राखिदिनेछौ। यदि घिउ उपलब्ध छैन भने शुद्ध तेलको यदि हजुरहरूसँग घिउ उपलब्ध छैन भने शुद्ध तिलको तेल प्रयोग गर्न सकिन्छ। श्रद्धापूर्वक बालिएको एउटा सानो दीपले पनि भगवानलाई प्रसन्न पार्ने र अनन्त पुण्य प्रदान गर्ने कुरा पुराणहरूमा उल्लेख गरिएको छ। दीपदानले केवल आफ्नै कल्याण मात्र होइन, पितृहरूको तृप्ति र परिवारमा सुख शान्ति समृद्धि आउने धार्मिक मान्यता पनि शास्त्रमा रहेको छ। शास्त्रमा त यतिसम्म भनिएको छ कि कामिका एकादशीका दिन श्रद्धापूर्वक गरिएको दीपदानबाट प्राप्त हुने सम्पूर्ण पुण्यको गणना स्वयं चित्रगुप्तजीले पनि पूर्ण रूपमा गर्न सक्नु हुँदैन। यही कारणले यस एकादशीमा दीपदानलाई अत्यन्त महत्वपूर्ण धार्मिक साधना मानिएको हो। अब हामी लागौ कामिका एकादशीको महात्म्यतर्फ। पुराणमा वर्णन भए अनुसार एकपटक धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसँग विनम्रतापूर्वक प्रश्न गर्नुभयो कि हे वासुदेव, श्रावण कृष्ण पक्षमा पर्ने यस पवित्र एकादशीको नाम के हो, यसको महिमा कस्तो छ र यसको व्रत बस्दा भक्तजनले के फल प्राप्त गर्छन्। त्यस बेला भगवान श्रीकृष्णले भन्नुभयो, हे राजन, यो अत्यन्त दुर्लभ र पुण्यदायी कामिका एकादशी हो। यसको महिमा स्वयं ब्रह्माजीले देवर्षि नारदलाई सुनाउनु भएको थियो। श्रद्धा र भक्तिपूर्वक यो व्रत गर्ने व्यक्तिले अनेकौं यज्ञ, दान र तीर्थ स्नानहरूबाट जुन पुण्य प्राप्त हुन्छ त्यही समानको पुण्य प्राप्त गर्दछ भनेर भन्नुभएको छ। शास्त्रमा उल्लेख छ कि काशी, प्रयाग, पुष्कर, नैमिषारण्य जस्ता पवित्र तीर्थमा स्नान गर्दा, सूर्य ग्रहणको समयमा कुरुक्षेत्रमा स्नान गर्दा वा ठूलो यज्ञ सम्पन्न गर्दा प्राप्त हुने पुण्य पनि भगवान श्रीधरको भक्तिपूर्वक पूजा गरेर कामिका एकादशीको व्रत गर्दा प्राप्त हुन सक्छ। यसको अर्थ तीर्थभन्दा ठूलो एकादशी भन्ने होइन,
तर भगवान प्रतिको निष्कपट भक्ति नै सबैभन्दा ठूलो साधना हो भन्ने सन्देश शास्त्रले दिन खोजेको हो। त्यसैले यस दिन केवल औपचारिक रूपमा व्रत बस्नु पर्याप्त हुँदैन। भगवानको नाम स्मरण, भजन कीर्तन, गीता तथा विष्णु सम्बन्धी ग्रन्थको श्रवण, दिन दुखीहरूलाई सहयोग, गौ सेवा, तुलसी पूजा र दीपदान जस्ता कार्यले व्रतलाई अझ पूर्ण बनाउँछन्। यदि हजुरहरूमध्ये कसैले स्वास्थ्यका कारण निराहार व्रत बस्न सक्नुहुन्न भने पनि भगवानको नाम जप, कथा सुन्ने र सात्विक भोजन अपनाउने र सात्विक जीवन अपनाउने हो भने पनि ठूलो पुण्य प्राप्त हुन्छ। भगवानले बाहिरी प्रदर्शन भन्दा भक्तिको भावलाई, आफ्नो अन्तर्मनलाई, आफ्नो हृदयलाई हेर्नुहुन्छ। अब व्रतको पारण बारे पनि जान्न आवश्यक छ। नेपाल, भारत तथा पूर्वी देशहरूमा श्रावण 24 गते आइतबार अगस्त 9 का दिनमा व्रत बस्ने भक्तजनहरूले श्रावण 25 गते सोमबार द्वादशी तिथिभित्र पारण गर्नुपर्छ। यस वर्ष द्वादशी समाप्त हुनु अघि अर्थात् बिहान 6 बजेर 6 मिनट भित्र पारण गर्नु उत्तम मानिएको छ। यदि त्यति बेला सक्नुहुन्न भने 9 बजे भित्रसम्म अवश्य पारण गर्नुहोस्। पारण गर्दा पहिले स्नान गरी भगवान श्रीहरिको पूजा गर्नुहोस्। तुलसीयुक्त चरणामृत ग्रहण गर्नुहोस्। भगवानलाई अर्पण गरिएको प्रसाद ग्रहण गर्नुहोस् र तत्पश्चात सात्विक भोजन गरेर व्रत सम्पन्न गर्नुहोस्। यदि अझ उत्तम तरिकाले गर्न चाहनुहुन्छ भने कुनै ब्राह्मण दम्पतिलाई सँगै भोजन गराएर आफूहरूले पनि सात्विक भोजन गरेर आफूहरूले पनि भगवानको प्रसाद सात्विक भोजन गरेर व्रतलाई सम्पन्न गर्नुहोस्। यदि सम्भव भए ब्राह्मण, साधु, आवश्यकतामा परेका व्यक्तिलाई अन्न, फल वा दक्षिणा दान पनि गर्न सक्नुहुन्छ। यो पनि यदि सम्भव नभए हजुरहरूले श्रद्धापूर्वक भगवानलाई प्रणाम गरी आफ्नो सामर्थ्य अनुसार दान गर्ने संकल्प गर्नुहोस्। पश्चिमी देशहरूमा व्रत बस्ने भक्तजनहरूले भने आफ्नो स्थानीय सूर्योदय र द्वादशी तिथि अनुसार पारण गर्नुपर्ने हुन्छ। त्यसैले आफू बसेको स्थानको पञ्चाङ्गलाई आधार मान्नु नै उचित हुन्छ। भक्तजनहरू, कामिका एकादशी केवल एउटा धार्मिक पर्व मात्र होइन, यो आफ्नो जीवनलाई शुद्ध बनाउने, मनलाई भगवानसँग जोड्ने र सत्कर्मतर्फ अघि बढ्ने पावन अवसर पनि हो। यस दिन गरिएको सानो भक्तिभावले पनि ठूलो आध्यात्मिक फल दिन्छ भन्ने कुरा शास्त्रले बारम्बार सम्झाएको छ। त्यसैले यस वर्षको कामिका एकादशीमा श्रद्धा, विश्वास र भक्तिभावका साथ भगवान श्रीहरिको पूजा गरौं, तुलसी अर्पण गरौं, दीपदान गरौं, भगवानको नाम जप गरौं र आफ्नो परिवार, पितृ तथा सम्पूर्ण जगतको कल्याणको लागि प्रार्थना गरौं। यसो गर्नाले त्यो गरिएको पुण्य र प्रार्थनाको फल हामीलाई नै फर्किएर मिल्नेछ, जसको कारण हाम्रो जीवन सुखमय हुनेछ। भगवान श्रीधरको कृपाले तपाईको घरमा सधैँ सुख, शान्ति, समृद्धि, आरोग्य र आध्यात्मिक उन्नति प्राप्त होस्। यदि यो जानकारी उपयोगी लाग्यो भने धर्मप्रेमी आफन्त र मित्रहरूसम्म पनि अवश्य पुर्याइदिनुहोस्, ताकि उहाँहरूलाई पनि कामिका एकादशीको सही तिथि, सही विधि र शास्त्र सम्मत महत्वबारे जान्न सकुन्। र ज्ञान नै महादान हो, त्यसैले जति सक्दो हुन्छ यो भिडियोलाई शेयर गर्नुहोस्। आजको यस ज्ञानमूलक भिडियोबाट म बिदा लिन चाहन्छु। जय जय श्री हरि, जय जय श्रीमन्नारायण।